आज शिवरात्रिको दिन पाल्पा बङ्नासकाली चारमा फेला पर्यो इतिहासकै ठुलो किङ कोब्रा। आज शिवरात्रिको दिन बङ्नासकाली चार रामदी नजिकै भालेबासमा एकदमै ठुलो किङ कोब्रा देखा परिएको छ, तर निश्चित नाम चाहिँ अझै पनि खुल्न सकेको छैन। यो साँच्चीकै भगवानको केही दीक्षा हो या अरू केही नै? यो सर्पको अनुमानित 1 किलोमिटर टाढाबाट भिडियो गर्दा पनि 15-16 केजीसम्मको आकलन गर्न सकिन्छ। यो अझै फुल्लिने र एकदमै रिसाउने क्रममा झनै भयङ्कर रूपमा देख्न सकिन्छ। यो ठाउँमा इतिहासमै देखिएको ठुलो सर्प हो। हाम्रो क्षेत्रमा यो प्रजातिको सर्प अझैसम्म भेटिएको र फेला परेको